भन्नु आमा भन्नु त किन रुनु भयो के भयो तपाईको लागि हामीले जे पनि गर्छौं भनेको छौं त किन रुनुहुन्छ भन्नु त के भयो भन्नु त किन के भयो गाउँ जानु मन छैन छ यहाँ बस्नलाई के अप्ठ्यारो भयो नाइ नाइ किन भन्नु किन रुनु भयो नि त पालिकाले धम्काउँछ हामी त्यो टेन्सन नगर्नु पालिकाले किन धम्काउने किन के गर्यो किन धम्काउने भन्नु त नगरपालिकाको जेसीबीले उहाँको श्रीमानलाई हानेर मारेको तपाईको श्रीमानलाई जेसीबीले हानेर हानेर के भयो बाबु रातै यो सर म बाङ दलित पोस्टमा दुल्लु हुने रहेछ थाहा पाएन हामी यसको जिम्मेवारी मान्छेको छ भने जिम्मेवारी मान्छेको छ भनेर तिनीहरूले के अरे भने गाउँको मान्छे घर आइगयो घर आउँदाखेरि मेरो बाङ सर म दलित पुर्याउन आयौँ हामीतिर कोही भएनन् जोइका मान्छे उतिर भएन हामीतिर कोही भएनन् त्यो जेसीबीले मारेको केही त्यस्तो केही उनीहरुलाई कारबाही केही भएन तपाईलाई गाउँमा जाँदाखेरि चाहिँ डर मर्दो छ गाउँपालिकाबाट गाली गर्छन् मतलब थर्काउँछन् त्यहाँको स्टाफ कर्मचारीले थर्काउँछन् गाउँपालिकाको त्यो रिता साईको मेरो झगडा पऱ्यो त्यहाँ गाउँपालिकामा पैसा लाग्यो यहाँ र ए पैसाको लागि को रिता साई भनेको हुनुहुन्छ तपाईको पैसा खाइदिएको हो खान त खाएन झगडा पऱ्यो क्या 25,000 मात्रै दिन्छु भनेर तिनी माओवादी लियो भने तिनीहरू झगडा पऱ्यो रिता साई भनेको त्यहाँको गाउँपालिका प्रमुख अनि तपाईको बुढाको मतलब खर्चको लागि उपचार तपाईलाई धम्काउने उनले उनलाई जान त डर रहेछ नि त गाउँमा जानलाई को रिता साई भन्ने त्यहाँको मेयर हो नरुनु हामी छौँ नि त नि अब माओवादी लिगो भने तिनीहरू गाउँको मुठी मलाई माओवादी पार्टीमा प्रवेश गर्नु भएको थियो नाइ म धारामा लागेको थिएँ मेरो दाइ पनि छैन भाइ पनि छैन भने कुडाएर मात्रै बाबु मैले ए माओवादीका नेतासँग ए त्यो माओवादीसँग किन गयो त्यो काङ्ग्रेस एमालेको मान्छे हुन् तिनी मोबाइल स्विच अफ रहेछ नरु न हामी छौँ नि दिदीसँग भेट भएको यहीँ बस्ने म यही कोठा खोजिदिनु हामी यही कोठा खोजेर राखिदिउँ त उहाँलाई डर छ गाउँमा जानलाई डर छ भने किन पठाउनु त गाउँमा हुन्छ त्यही भनेको छु मैले फेरि उहाँको फेरि उसको उहाँको गाउँपालि म गएँ बाबु म दलित पनि आएँ गाउँपालि पनि आएँ मेरो पैसा उपप्रमुख देवी भण्डारी होइन तिमीले केही पनि रिता साईले झगडा पारि म तेरो पैसा कहाँ छ भने तिनीहरूले धम्काए तपाईँको त्यो श्रीमान मारिसकेपछि केही त्यहाँ 1 रुपैयाँ पनि पैसा दिएन केही दिएनन् दिना त दिए थोका दिना दिया कति दिए 5 लाख जति दिए